एभ्रीवन फेरि पनि मैले बीए र जीसी को म्याथ रिलेटेड क्वेसन लिएर आएको छु र यो क्वेसन चाहिँ ट्रिग्नोमेट्री र मेन्सुरेसन मिक्स छ है। यसमा चाहिँ अलिकति ट्रिग्नोमेट्री बुझ्यो भने भइहाल्छ। क्वेसन पढौँ है त। इफ यु 3.5 राउन्ड्स अराउन्ड दि हाउ मच डिस्टेन्स विल इट कभर भनेको छ। 3.5 अराउन्ड चाहिँ यसमा घुम। फर इक्जाम्पल मैले स्टार्टिङ पोइन्ट र इनिसियल पोइन्ट चाहिँ बीलाई माने भने यो बीदेखि फेरि एक राउन्ड घुमेर बीमै आउनु लाग्यो भयो त। एक राउन्ड भयो, फेरि त्यसै कति भयो 2 राउन्ड 3 राउन्ड गर्दै 3.5 राउन्ड भनेको मतलब 3.5 राउन्ड चाहिँ घुम्नु अरे। यो हामीलाई एसी को डिस्टेन्स दिएको छैन, बीसी को डिस्टेन्स दिएको छ, एबी को डिस्टेन्स दिएको छ हैन। अब कति डिस्टेन्स हुन्छ त 3.5 राउन्ड्स चाहिँ घुम्दाखेरि भनेको हामीले जिक्नु पर्नेछ। त्यसको लागि हामीलाई यो डिस्टेन्स चाहियो। यो डिस्टेन्स थाहा हुनको लागि हामीलाई अलिकति ट्रिग्नोमेट्रिक कन्सेप्ट थाहा हुनुपर्छ है। ट्रिग्नोमेट्रिक कन्सेप्ट भनेको कस्तो भन्दाखेरि जस्तै यो राइट एंगलको अपोजिट के हुन्छ हाइपोटेन्युस। यो मैले रेफरेन्स एंगल अथवा यसलाई रेफरेन्स एंगल माने पाउँछु म। मैले सीलाई माने भने के हुन्छ मेरो परपेन्डिकुलर हुन्छ, यो के हुन्छ मेरो यो हुन्छ मेरो बेस। त्यो अनुसार मेरो के हुन्छ हाइपोटेन्युस के हुन्छ हाइपोटेन्युस इज इक्वल टु एच स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस डी स्क्वायर। हामीले पहिलेदेखि पढ्दै आएको छौँ, कतिलाई थाहा छ नि नोट गर्नु है त। त्यसो भने हाम्रो एच त खाली छ, सो के गर्छु त म एच इज इक्वल टु रुट अन्डर पी को ठाउँमा मेरो के छ, पी को ठाउँमा मेरो 8 छ, 8 स्क्वायर प्लस अनि बी को ठाउँमा मेरो कति छ 15 स्क्वायर। यो गर्दा कति हुन्छ मेरो 64 प्लस कति हुन्छ 225। त्यही भएर स्क्वायर पनि थाहा हुनु जरुरी छ। 25 सम्मको त्यो स्क्वायर मेमोराइज गर्नु सजिलो हुन्छ। त्यसो गर्दा कति हुन्छ यो 289 हुन्छ। यो भनेको कति हुन्छ, यो भनेको हाम्रो 17 हुन्छ है। अर्थात् 17 किलोमिटर रहेछ। जुन यो एच छ यो कति छ 17 किलोमिटर। अब हामीसँग के भयो त यो तीनैवटा साइडको डिस्टेन्स हामीलाई थाहा भइसक्यो। त्यसपछि हामी के गर्छौँ त फर द फर्स्ट राउन्डको लागि के गर्छौँ यो सबै डिस्टेन्स जोड्छौँ। जस्तै बी देखि स्टार्ट गर्नु अथवा ए देखि स्टार्ट गर्नु अथवा सी देखि स्टार्ट गर्नु तपाईँको इच्छा हो। सो म के गर्दा फर द फर्स्ट राउन्डको डिस्टेन्स कति हो त 8 प्लस 15 प्लस 17 8 प्लस 15 प्लस 17 त्यो भनेको कति हुन्छ, त्यो भनेको हाम्रो 32 भएको हैन। 32 मा 8 जोड्दा कति भयो त 40 किलोमिटर हैन त 40 किलोमिटर। एकचोटि फेरि यहाँ 3.5 राउन्ड घुमेको नि त। 3.5 राउन्ड भनेपछि कति भयो त 3 राउन्डको लागि कति भयो त 3 * 40 र आधा राउन्डको लागि कति भयो त प्लस 20 किलोमिटर भनेको मतलब कति भयो त यो 3 4 12 140 किलोमिटर चाहिँ के भयो त कभर गर्यो। 3.5 राउन्ड गर्दाखेरि त घुम्दाखेरि चाहिँ कति भयो त कति डिस्टेन्स कभर गरे त डिस्टेन्स कभर गरे चाहिँ 140 किलोमिटर है। यो कन्सेप्ट तपाईले मजाले बुझ्नु। मेन्सुरेसनको अरुको फर्मुलाहरु तपाईलाई नेक्स्ट भिडियोमा अपलोड गरिदिन्छु है त।